सबै थोक हुन्छ फुटबलमा, किनकि यहाँ वार फाइटै पर्नुपर्छ भन्ने छैन, बन्दुकै बम बारुदै चल्नुपर्छ भन्ने छैन। यहाँ आफ्नो शीत युद्ध अत्यन्तै चलिरहन्छ क्या फुटबलमा। यो राइभल होस् त्यो राइभल होस्, जो वर्सेस होस् कडाको नजिक, तर आफ्नो दुश्मनी यस्तो तरिकाले बुझाइरहेछन् कि त्यहाँ उनीहरू फाइटै पर्नुपर्छ भन्ने छैन, तर उनीहरूको भित्रभित्र शीत युद्ध सधैँ भइरहन्छ। त्यहाँ विश्वकप अब महाकुम्भ मेला सुरु हुनु लागिरहेछ, तर यता क्लबमा पनि त्यस्तै घमासान भइरहेछ। तपाईँहरूले न्युजहरू थाहा पाइराख्नु भएको होला। यत्रो फिफा विश्वकपको महामेला सुरु हुनै लाग्दाखेरि यता दुईटा टिम, जो टिम विश्वकै उत्कृष्ट र खतरा टिमहरू एकदम आफ्नो शीत युद्ध यता उता यस्तो चलिरहेछ। एउटाले कमजोर बनाउने, एउटाले अलिक यसलाई कमजोर बनाउने भनेर चाहिँ पुरा उनीहरूको चाहिँ वार चलिरहेछ। जहाँ हो विश्वको टप क्लब रियल म्याड्रिड र बार्सिलोनाले एथलेटिको म्याड्रिडका स्ट्राइकर र अर्जेन्टिनाका भेटरान स्ट्राइकर आल्भारेजलाई 120 मिलियनको प्रपोजल एथलेटिको म्याड्रिडले गरेको थियो, तर एथलेटिको म्याड्रिडले रिजेक्ट हान्यो। यहाँ अब बार्सिलोनाले चाहिराखेको प्लेयर हो आल्भारेज, उसलाई धेरै चाहिरहेको छ, तर एथलेटिको म्याड्रिडले रिजेक्ट हानिदिइरहेछ। यहाँ अब ट्विस्ट आयो के भन्दाखेरि, जब रियल म्याड्रिडका नयाँ अध्यक्ष फ्लोरेन्टिनो पेरेज फेरि पनि निर्वाचित भएर आए, उसले डाइरेक्ट आल्भारेजलाई एथलेटिको म्याड्रिड सामु 150 मिलियनको प्रपोजल हानियो। फेरि यहाँ अब ट्विस्ट आयो। अब बार्सिलोनाले कम्तीमा पनि किन्नका लागि 160 मिलियन अथवा 170 मिलियनसम्म चाहिँ उसले प्रपोजल हान्नै पर्ने हुन्छ, नत्र अब यहाँ एथलेटिको म्याड्रिडले आल्भारेज बेच्नेवाला छैन। किनकि एथलेटिको म्याड्रिडमा आल्भारेजको पनि आवश्यकता भएको कारणले भाउ कसिरहेको थियो, तर यता फेरि बार्सिलोनाले के कमजोर बनाउन, यदि बार्सिलोनाले लगातार 2 पटक ला लिगा जितिसकेको छ, किनकि रियल म्याड्रिडले अहिले 2 वर्ष लगातार ला लिगा अथवा उपाधि नै जितेको छैन, त्यो कारणले बार्सिलोना बाधक बनिराखेको बेला यहाँ खेलेर मात्र होइन कि एउटा मेन्टालिटी राजनीति गरेर दुनियाँ गरेर चाहिँ बार्सिलोनाले कमजोर बनाएर आफूले उपाधि जित्नको लागि पोलिटिक्स खेलिरहेछ क्या। यो किन गरिरहेछ भन्दाखेरि बार्सिलोनासँग केही आर्थिक कमजोर छ, यहाँ धनले पनि मान्छेलाई पेलिन्छ भनेको यही हो। अहिले रियल म्याड्रिडसँग अथाह पैसा छ, उसले जे पनि गर्न सक्छ। बार्सिलोनाले सम्पत्तिले पेल्न सकिरहेछ, तर खेलमा पेल्न सकेको छैन। अब के हुन्छ भन्दाखेरि खेलले पेल्नु नसकेपछि सम्पत्तिले पेल्न खोजिरहेछ। अब त्यही कारणले पनि होला रियल म्याड्रिडमा नचाहिने प्लेयर आल्भारेज रियल म्याड्रिडलाई चाहिँदा पनि चाहिँदैन। त्यहाँ केलियन एम्बापे छ, त्यो साइडबाट भिनिसियस जुनियर पनि खेल्न सक्छ, अझ लियोनबाट ब्याक हुँदैछ, एन्ड्रिक पनि ब्याक हुँदैछ। जहाँ रियल म्याड्रिडले माइकल ओलिसे जस्ताले टार्गेट गरिरहेछ, जाओ नेभेसले टार्गेट गरिरहेछ भने भिटिना सुद्दुले पनि उसले टार्गेट गरिरहेछ। त्यही भएर अल्भारेजको खासै मार्केट भ्यालु बिगार्नलाई अथवा बार्सिलोनाले अप्ठ्यारो बनाउनलाई मात्रै उसले टार्गेट गरेको स्पष्ट बुझिन्छ, किनकि रियल म्याड्रिडले अल्भारेजले कहिले पनि ल्याउँदैन। तर एथलेटिको म्याड्रिडले भने चाहिँ दुईजनालाई चाहिँ बिल्ला हान्दिरहेछ, बार्सिलोना र रियल म्याड्रिडलाई पुरा बिल्ला हान्दिरहेछ। यो बुझेको छैनन् किन बार्सिलोनाले त प्रपोजल हान्यो, रियल म्याड्रिडले झन् 150 मिलियन भनेर चाहिँ प्रपोजल हानेपछि झन् बार्सिलोना भन्दा रियल म्याड्रिडले धेरै हँसायो क्या भनेर चाहिँ एथलेटिको म्याड्रिडले बिल्ला हान्दिरहेछ हो। तपाईँले के लाग्छ कि रियल म्याड्रिडले साँच्चै नै अल्भारेजको खाँचो छ र, अथवा रियल म्याड्रिडले किन 150 मिलियनको बिड गर्यो, के बार्सिलोनाले अप्ठ्यारो पार्नलाई होइन र? तपाईँको विचारमा के लाग्छ? तपाईँहरू भन्नुहोस् त।